सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, अहिले सामाजिक सञ्जाल निकै तातिएको अवस्था छ। हुन त कहिले पो सेल आएको थियो त, जहिले पनि त्यो एकदम हट नै थियो। विभिन्न कारणले विविध तपाईको छैन के अरे परिस्थितिहरूमा मैले यो क्लिप मार्फत भन्न खोजिरहेको कुरा के छ भने, अहिले सरकारले गरिरहेका कुराहरू त्यसलाई क्लोजली वाच गर्ने, हैन, हेर्ने र चेक एन्ड ब्यालेन्स गर्ने काम प्रतिपक्षको हो। प्रतिपक्ष दलको कामै त्यही हो। त्यसो भएको कारणले गर्दाखेरि सरकारले चालेका कदमहरूलाई हैन मैले हेरेर बुझेर त्यसलाई चाहिँ नि एउटा प्रश्न सहितको हैन आलोचना नि गर्न पाइन्छ, विरोध गर्न नि पाइन्छ, हैन। राम्रो काम हो भने समर्थन पनि गर्ने हो। यो गर्दाखेरि अब धेरै मान्छेले चाहिँ के सोचेर छ भने, अब यो रासपाको सरकारलाई चाहिँ विरोध गर्नु हुँदैन भन्ने धेरैले सोचेर छ है। सरकारले गरेको सबै कुरा चुप लागेर स्वीकार्दै बस्ने भन्ने चाहिँ नि सोचेको रहेछ। त्यो हुन सक्दैन। त्यो मबाट हुन सक्दैन, श्रम संस्कृतिबाट हुन सक्दैन, माटो प्रेमीबाट हुन सक्दैन, यो देशलाई माया गर्ने स्वाधीनतावादीहरूसँग हुन सक्दैन। त्यो चाहिँ हुँदैन। हामी प्रश्न गर्छौं नै प्रश्न, र प्रतिपक्षलाई प्रश्न नगर भन्ने हैन मान्छेहरूलाई म भन्न चाहन्छु। यदि प्रतिपक्षले सरकारको गतिविधि, सरकारको कार्यको तपाईको अध्ययन गरेर हैन त्यसलाई चेक एन्ड ब्यालेन्स गर्नका लागि प्रश्न गर्दैन भने, गर्नु हुँदैन भने कसले गर्ने हो त? तपाईहरुले फेसबुकबाट गर्ने हो कि कसले प्रश्न गर्ने हो त? हुन त एउटा नागरिकले आफ्नो अधिकार प्रयोग गरेर गर्न पाउनुहुन्छ, तर संविधानले दिएको अधिकार, कानूनले दिएको अधिकार र जनमतले दिएको अधिकार, हामी त जनताबाट अनुमोदित मान्छे पनि हो। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो जिम्मेवारी तपाईको चाहिँ प्रश्न गर्ने चाहिँ तपाईहरुको भन्दा आधिकारिक, कानूनी र न्यायसम्मत र तपाईको नियम कानून सम्मत हैन संविधानले दिएको अधिकार रहेको हुँदाखेरि यसलाई अन्यथा तपाईहरुले मान्नुपर्छ भन्ने मलाई लाग्दैन। प्रतिपक्षलाई नबोल भनेर तपाईहरुले भन्नुहुन्छ भने भोलि गएर सरकार निरङ्कुश बन्दै जान्छ। साथै सरकार तपाईको चाहिँ नि के अरे हैन विभिन्न खालका हुँदा नहुँदा निर्णयहरू गरेर असफल हुने तपाईको चाहिँ नि के अरे खतरा पनि हुन्छ। अब यहाँ तपाईहरुलाई मैले एउटा सानो उदाहरण दिउँ। अहिलेको सरकारले हतार गरेर हैन अब त्यहाँले त सबैजना विभिन्न खालका हैन सेलिब्रिटी टाइपका मान्छेहरू, त्यस्ता खालका मान्छेहरू मात्रै भेला भएको छन्। त्यसो भएको कारणले उनीहरुलाई चाहिँ एकदम धेरै देखाउनुपर्छ हैन, यो त्यो गरेर चाहिँ फिल्मी शैलीमा देखाउनु छ। विभिन्न खालका फिल्ममा हामी देख्छौं त्यो एउटा तपाईको भारतीय चलचित्र नायक भन्ने है मा जे खालको देखिन्छ त्यो खालको चाहिँ गर्नुपर्छ भन्ने खालको हैन सोचिराख्नु भएको कोही कसैले छ भने त्यो तपाईको न्यायसम्मत हुँदैन, प्र्याक्टिकल हुँदैन। त्यो फिल्ममा हुन्छ, फिल्ममा चाहिँ हुन्छ त्यो हैन। 3 घण्टाको तपाईको फिल्ममा 1 घण्टा 1.5 घण्टाको फिल्ममा सबै कुरा हुन्छ, दुनिया उलटपुलट हुन्छ, सबै ट्याकटुक हुन्छ है। तर यथार्थमा समाज त्यो खालको हुँदैन, हाम्रो संरचना त्यो खालको हुँदैन, देशको संरचना त्यो खालको हुँदैन हैन। धेरै सोचेर निर्णयहरू गर्नुपर्छ र गरिसकेको निर्णयदेखि चाहिँ हामी पछि हट्नु हुँदैन। अहिलेको सरकारले हैन शिक्षा मन्त्रालय अन्तर्गत शिक्षाको नीतिमा के लेख्यो त्यो भन्दा पहिला ब्रिज कोर्स हटाउने, ब्रिज कोर्स गरेर चाहिँ नि यो केहरू गर्नेलाई पनि बिचौलिया भनेर चाहिँ अलिकति बदनाम गरेर चाहिँ त्यो खालको गर्ने भन्ने निर्णय गर्यो। अनि त्यो निर्णय गरेको 24 घण्टा नपुगिकन निर्णय फेरि फिर्ता लिनु पर्यो। किन भन्दाखेरि अब त्यो ब्रिज कोर्स गराउने के गराउनेहरूले दबाब दिएछन् है। त्यसले गर्दाखेरि कुनै निर्णय गर्नुभन्दा अगाडि सोच्नुपर्छ। मैले सल्लाह दिएको यही हो र प्रतिपक्षको कामै यही हो। प्रतिपक्षले त सरकारले चाल्ने हरेक कदमलाई निगरानी गर्नुपर्छ र सरकार गलत दिशातिर जाँदैछ भने यस्तो होइन है भनेर कराउने हो। त्यहाँ साइजमा ल्याउने कामै त्यही हो। संविधानले दिएको कामै त्यही हो, कानूनले दिएको कामै त्यही हो हैन। जनताले दिएको जनमतै त्यही हो। त्यसको लागि प्रतिपक्ष पठाएको
आँखा चिम गरेर सरकारले जे भन्छ त्यही गर्यो भनेदेखि त होइन, राम्रोलाई पनि राम्रो भनेको छ, नराम्रोलाई पनि राम्रो भनेको छ भने त्यो त तपाईँको झोले प्रवृत्ति हो। श्रम संस्कृति चाहिँ झोले प्रवृत्तिभन्दा धेरै परको पार्टी हो। हाम्रो चाहिँ तपाईँको गुण र दोषको आधारमा हामी विश्लेषण गर्छौँ र गुण भइन्जेलसम्म हामी तपाईँको चाहिँ के अरे प्रशंसा नि गर्छौँ, सहयोग नि गर्छौँ। दोष देख्ने बित्तिकै हामीले त्यहाँ त्यस्तो भयो भने प्रश्न गर्छौँ, आलोचना र विरोध गर्छौँ है। यो चिजहरू छ र तपाईँको भइपरि आउँदाखेरि कानुनी उपचारको बाटोमा पनि हामी जान्छौँ। त्यो कुरा छ। मैले यहाँहरूलाई यो कुरा राख्न चाहन्छु र सबैजनाले यो कुरा बुझ्नका लागि मेरो अनुरोध पनि छ। त्यो बुझ्नुपर्छ होइन। घन्टी हल्लाउने पार्टी, माटो बोक्ने पार्टी, जेसुकै पार्टी होस् न, तर साँचो कुरा गर्नु पर्यो नि त। अब साँचो कुरा गर्नलाई हामीलाई यहाँ पठायो होइन र भने है, जहिले पनि साँचो कुरा गर्दाखेरि चाहिँ मन दुखाउनु पर्ने, धेरै बोल्यो। प्रतिपक्षको कामै बोल्ने हो, यो त केही पनि होइन। धेरै बोल्नुपर्छ। जति तपाईँको विकृति विसङ्गति देखिन्छ त्यसको विरुद्धमा बोल्नुपर्छ। म सम्पूर्ण श्रम संस्कृतिमा आस्था राख्ने सबैजनालाई म विकृति विसङ्गतिको भण्डाफोर गर्नुहोस्, अभियान भण्डाफोर चलाउनुपर्छ। त्यो नगरी त हुँदैन। जे पनि स्वीकारेर जे पनि तपाईँको चुप लागेर ठुल्ठुलो हेरेर बसेको कारणले होइन, भ्रष्टाचारहरू भए हाम्रो देशमा होइन, देशद्रोहहरू भए, राष्ट्रघाती सन्धि सम्झौताहरू पास भए, हुनेवाला अझै तपाईँको चाहिँ लाइनमा आएर बसिरह होला। ती सारा कुराको विरुद्धमा बोल्ने कि नबोल्ने होइन। अर्को साम्पाङ धेरै बोल्यो। भोलिको दिनमा यो देश बेचिन खोज्छ भने होइन, कोही कसैले त्यस्तो प्रस्ताव ल्याउँछ भने त्यसको विरुद्धमा म बोल्ने कि नबोल्ने, यी कुराहरू छन्। त्यसले गर्दाखेरि होइन, तपाईँको चाहिँ के छ भने प्रतिपक्षको आवाजलाई दबाउनुपर्छ भन्ने खालको एउटा सामाजिक मनोविज्ञान, त्यो राजनीतिक मनोविज्ञान होइन, त्यो खालको चाहिँ एउटा साइकोलोजिकल तपाईँको चाहिँ के अरे वार गर्न खोजेका छन्। म सबैलाई भन्न चाहन्छु, सत्यको पक्षमा निडर भएर बोल्नुहोस्, स्पष्ट बोल्नुहोस्, प्रशस्त बोल्नुहोस्। म त्यो भन्न चाहन्छु। मैले यहाँ के भन्दैछु भने सरकारले कुनै पनि निर्णय गर्दा होइन, त्यसको इम्प्याक्ट के हुन्छ त होइन, इम्प्याक्ट के हुन्छ, अहिले तत्कालको लागि के हुन्छ, केही समय पछिको लागि के हुन्छ र दीर्घकालमा के हुन्छ, पछि गएर के हुन्छ त्यसको इफेक्ट होइन। त्यो इफेक्ट क्याल्कुलेसन, इम्प्याक्ट क्याल्कुलेसन गर्नुपर्छ। मैले भन्नु खोजेको त्यही हो। अब एउटा सरकार जस्तो तपाईँको निकायले एउटा निर्णय आज गर्ने अनि दबाब आयो, ल अप्ठ्यारो भएछ, थेक्न सकिएन भने त ल अपरिपक्व भयो तपाईँको चाहिँ के अरे निर्णय गरेर ल अब चाहिँ यस्तो हुँदैन रहेछ है भनेर त्यो फेरि निर्णय होइन वेबसाइटमा हालेको निकालिहाल्ने है। यसले के देखाउँछ, कतिको हामी परिपक्व रहेछौँ भन्ने कुरा देखाउँछ होइन। हामी परिपक्व बन्ने कि नबन्ने भन्ने कुरा है। सरकार चलाउनु भनेको कुनै तपाईँको एउटा होइन, परिवार चलाउनु अथवा चाहिँ नि भनौँ न आफ्नो व्यक्तिगत निर्णयलाई चाहिँ यसो चाहिँ उ गर्ने खालको होइन। अब अहिले केपी ओली यो चाहिँ नि के अरे हाम्रो रमेश लेखक केलाई पनि पक्रेको छ। अब 2-4 दिनमा तपाईँको छोडिदिनु पर्यो भने सरकारको इज्जत के हुन्छ, त्यो पनि मैले भनिरहेको छु। त्यसले गर्दाखेरि ती सारा कुरा रीतिविधि सब थोक तपाईँको चाहिँ नि होइन हेरेर अगाडि बढ्नु पर्यो सरकार त होइन। सरकारले एउटा आज कदम चाल्छ, भोलि तपाईँको चाहिँ फेरि त्यो कदमदेखि पछुतो गर्दै पछाडि सर्नु पर्यो भने होइन के हुन्छ। त्यो त्यस्तो खालको आलाखाचा निर्णयहरू, त्यस्तो खालको आलाखाचा कदमहरू सरकारले नचालोस् भन्ने होइन 24 घण्टा तपाईँको चाहिँ के अरे निगरानी गरेर हामी बसिरहेका छौँ। हामी सरकारलाई साइजमा ल्याउँछौँ। प्रतिपक्षको काम त्यही हो, असल प्रतिपक्षले गर्ने नै त्यही हो। प्रतिपक्षलाई प्रश्न सोद्धाखेरि प्रश्न नसोध्नु भन्ने त्यस्ता मान्छेहरू छन् भने तपाईँहरू को हो? लोकतन्त्रमा प्रतिपक्षले होइन सरकारलाई साइजमा ल्याउने कि नल्याउने? त्यसो भने निरङ्कुश हुन दिने त? सरकारले जे गर्यो त्यही ताली बजाउँदै अन्धभक्त भएर हिँड्नुपर्ने हो हामी? त्यो हुँदैन होइन। हामी भनेको सचेत, सक्रिय, मुखर प्रतिपक्षको रूपमा हामी छौँ, जिम्मेवार प्रतिपक्षको रूपमा हामी छौँ होइन। प्रधानमन्त्रीले तपाईँको चाहिँ के अरे सदन लागेकै छैन, सदनमा भेट भएकै छैन, मेन तपाईँको चाहिँ उद्घाटनै भएको छैन भनौँ न, कार्यक्रम उद्घाटन नै भएको छैन, तपाईँको चाहिँ के अरे उता आफ्नो विचार राख्ने मन्तव्य मञ्चन भइसक्यो भने जस्तो के होइन। कुनै पनि कार्यक्रम उद्घाटनहरू हुन्छ होला होइन है, त्यस पछाडि गर्ने होला नि त, त्यसको पनि विधि होला। संसदको बैठक बोलेको के अरे बसेको छैन, उता प्रधानमन्त्रीले कहाँ के बोलाएर भन्छ, त्यसमा हामी गएनौँ, नगएको फेरि गएन भन्छ। किन जाने? सबभन्दा ठुलो भनेको तपाईँको चाहिँ देशमा जनता हो। जनताभन्दा ठुलो कोही हुन्छ
हुँदैन। जनताले दिएको जनमतबाट स्थापित सबैभन्दा सार्वभौम तपाईँको चाहिँ के अरे भनेको चाहिँ संसद हो। त्यो संसदको बैठकबाट सुरु हुन्छ। बैठकमा तपाईँको चाहिँ हाम्रो विचारहरू हामी राख्छौँ, अर्को नि सुन्छौँ होइन। हाम्रो प्रस्तावहरू हाम्रा चाहिँ छ त्यहाँ तानाबाना विभिन्न खालका कुराहरू, ती तानाबाना हामी अध्ययन गर्छौँ। त्यस पछाडि तपाईँको चाहिँ के अरे प्रधानमन्त्रीले बैठक बोलाउने हो नि, त्यस पछाडि बैठक बोलाउने हो या के बोलाउने हो, त्यस पछाडि तपाईँको चाहिँ के अरे हाम्रा कुराहरू त्यहाँनिर हुन्छन्। अब संसदको बैठकै बोलाएको छैन, अब प्रधानमन्त्रीले कता बोलायो, घरि यता बोलायो, घरि उता बोलायो भने त्यति सस्तो तरिकाको चाहिँ छैन। हाम्रो श्रम संस्कृति चाहिँ त्यस्तो होइन होइन। हामी त्यो होइनौँ। हामी सार्वभौम जनताले तपाईँको चाहिँ चुनेर पठाएका मान्छेहरू हौँ। त्यो जनताको चुनावमा होइन, जनताले चाहिँ चुनेर पठाएको मान्छेहरू जथाभावी जे पाते गरी हिँड्ने अनुमति पनि हामीलाई छैन। त्यसो भएको कारणले रीति विधि थिति यी सारा कुराहरूलाई हामीले हेरेर हामी अगाडि बढ्नुपर्छ। कोही कसैको तपाईँको चाहिँ एकलौटी हुँदैन। ती सारा कुराहरू नेपाली जनताको प्रोपर्टी हो। यो अहिले बन्ने बजेट बनाउने नीति सारा कुराहरू होइन, हामीलाई नसोधी, हामीलाई तपाईँको चाहिँ के अरे नदेखाई, हामीबाट अनुमोदित नगरी, संसदबाट अनुमोदित नगरी होइन। सङ्ख्याको यहाँ दम्बले हुँदैन। सङ्ख्या कसको कति छ के छ त्यसले के फरक पार्छ? पार्दैन त्यसले होइन। तर सबै तपाईँको चाहिँ के अरे पक्षको, सबै पार्टीको, सबै तपाईँको चाहिँ के अरे तपाईँको होइन सांसदहरूको के छ त राय भन्ने कुरा बुझ्नु जरुरी छ। हामी धेरै छौँ भन्ने हिसाबले कोही मान्छे चल्न खोज्यो भने, हिजो धेरै त अरू पनि थिए होइन। आज के भए यो कुरा चाहिँ हामीले सिक्नुपर्छ। इतिहासबाट सिक्ने हो, वर्तमानबाट पनि सिक्ने हो र भविष्यमा सुधारिएर अगाडि जाने हो। म यो भन्न चाहन्छु। र अपरिपक्व निर्णयहरू हुन्छन् यदि होइन, त्यो खालको कदमहरू चालिन्छ भने त्यसको विरोध गर्छ श्रम संस्कृतिले। र यो कुरा बुझ्नका लागि म सम्पूर्ण नेपाली समाजलाई अनुरोध गर्न चाहन्छु, सत्यवादी बनौँ हामी, सत्य बोल्न नडरौँ। त्यो जेनजीको आन्दोलनको पनि होइन 23 गतेको दोषीहरूलाई कारबाही हुँदाखेरि मेरो आपत्ति होइन, तर 23 भन्दा अगाडि तपाईँको चाहिँ के अरे डिस्कोर्डमा त्यो इन्भाइरोन्मेन्ट त्यो खालको चाहिँ बनाउने, त्यो अराजक इन्भाइरोन्मेन्ट बनाउने मान्छे र 24 गतेको घटना जुन आगजनी र तोडफोडको घटना व्यापक रूपमा भएको छ होइन, भौतिक सम्पत्तिहरू क्षति गरिएको छ, राष्ट्रिय तपाईँको धरोहरहरू भत्काइएका छन्, ती तपाईँको चाहिँ नि मान्छेहरूलाई पनि पक्राउनुपर्छ। त्यसको लागि पनि प्रतिवेदन तयार गर्नुपर्छ, उच्च स्तरीय आयोग गठन गरेर भन्ने माग राख्न चाहन्छु। यो कुरामा हामी स्पष्ट हुनुपर्छ। एउटालाई दण्ड दिने, अर्कोलाई के अरे माफी मिना गर्ने भने त्यही तपाईँको चरित्रलाई तपाईँको के भनिन्छ भन्दाखेरि प्रतिशोध भनिन्छ। अब यही कुराहरू राख्ने क्रममा चाहिँ अब धेरै मान्छेहरू असन्तुष्ट भएर के भएर कसले के भन्ने बारेमा म हेर्दिनँ पनि, बिस्तारै थाहा हुँदै जान्छ पछि होइन। अर्को साम्पाङले के भनेको भन्ने कुरा तत्काल बुझिँदैन, पछि गएर बुझिन्छ। अब यही क्रममा एकजना रहेछ त्यहाँनिर त्यो सुनिता खड्का भन्ने मान्छे, अब गाली त त्यस्ता कति गर्छन्, तर त्यो लेभलमा त्यहाँ झरेर जुन खालको उसले चाहिँ नि गरेको छ त्यसको विरुद्धमा मैले चाहिँ नि, त्यो रासपाको कार्यकर्ता रहेछ, त्यसको विरुद्धमा पनि मैले चाहिँ नि होइन उ गरेको छु। अब त्यसलाई चाहिँ गर्छ कि गर्दैन हो त्यहाँबाट थाहा हुन्छ सरकार कस्तो रहेछ भन्ने होइन। सरकार कस्तो रहेछ भन्ने कुरा चाहिँ त्यहाँबाट थाहा हुन्छ कि आफ्नो कार्यकर्ता आफ्नो त्यहाँ त अब थुप्रैले माफी मिना दिँदै आइरहेको छ होइन। अब त्यसलाई पनि माफी मिना दिन्छ कि भनेर मैले बारम्बार हेरिरहेको छु। र यति भन्दाखेरि फेरि धेरै बोल्यो नभन्नु होला है, धेरै बोल्यो होइन, प्रष्ट बोल्यो, प्रशस्त बोल्यो भनेर भन्नुपर्छ तपाईँहरूले। त्यो भन्न चाहन्छु। सत्यलाई पचाउन सिक्नुहोस्, सक्नुहोस्, त्यसले तपाईँको जीवनमा परिवर्तन ल्याउनेछ। धन्यवाद छ। नमस्ते।